पुरस्कृत व्यक्तित्वप्रति श्रद्धा सम्मान साथै मञ्चमा वरिष्ठ साहित्य अनुरागी साहित्य साधक वरिष्ठ व्यक्तित्व प्रेक्षकहरूमा उपस्थित विभिन्न प्रान्त विभिन्न ठाउँका विभिन्न संस्थामा काम हुने महानुभाव र दाहाल परिवारका समस्त परिवारहरू यहाँ सबैलाई एकमुष्टमा नमस्कार गरे। धरणीधर दाहालको बारे बोल्नु त यहाँ इन्द्रको अगाडि स्वर्गको बयान गरे जस्तो हुन्छ र त्यो पाटोबाट म अलग दिएँ। तर धरणीधर दाहालसँग म अलग दिन सक्दिनँ किनभने सानो छँदा मैले उहाँलाई भेटेको र उहाँको जाति भाषा लिपि भन्ने किताब उहाँले मलाई दिनुभएको थियो। तर त्यतिखेर म पटक्कै बुझ्न सक्ने पढ्न सक्ने अवस्थामा थिइनँ। तर एउटा सामाजिक चेतना भएको नाताले किन छ यो सामाजिक जाति किन जातिप्रति माया गर्ने केही सेवा गर्ने हैसियतले एउटा चासो चाहिँ रहेको थियो। पछि गएर चाहिँ बुझियो यो त ठुलो किताब रहेछ, एन्थ्रोपोलोजिकल पोइन्ट अफ भ्यूबाट यो महत्त्वपूर्ण कृति रहेछ भन्ने कुराहरू मन्थन भए। अब अहिले हामीले यसबारे मन्थन गर्दैछौँ। जे नहोस् उहाँ धरणीधर दाहाललाई एक शब्दमा भन्दा मैले राष्ट्रवादी पाएँ किनभने यहाँ आएर पनि राष्ट्रकै उत्थानको निम्ति उहाँ आफूलाई समर्पित गर्नुभयो र भारतमा छन्जेल पनि राष्ट्रवादकै काम गर्नुभयो, समाजको रूपान्तरणकै निम्ति पनि उहाँले काम गर्नुभयो। यो बारे हामीलाई थाहा छ। यसबारे चाहिँ हाम्रो आग्रह के छ भने आज हामी भीष्म उपाध्याय अर्थात् भीष्म ढकालजीको नेतृत्वमा हामी आज